हेलो साथीहरू, आज चाहिँ मैले के देखाउन लाएको ल हेर्नुहोस् है त। रिसेन्टली यो करेन्टले बनाएको है, अनि यो चाहिँ नागा चिल्ली हालेर बनाएको भने चाहिँ यहाँ नागा चिल्लीको फोटो पनि देखाएको छ। नेपाल मेड हो। अनि यो एक्स्ट्रा हट भनेछ है। यो चाहिँ नागा फ्लेभर नागा चिल्ली चाहिँ एकदम फेमस छ। अनि त्यसलाई चाहिँ नागा नट ओन्ली नागा चिल्ली, त्यसलाई चाहिँ किङ चिल्ली पनि भन्छ। अनि यो चाहिँ रियल किङ चिल्ली हो है। यो चाहिँ रिसेन्टली म इन्डिया गएको थियो, अनि त्यो बेलामा चाहिँ मैले अस्ति भर्खरै लिएर आएको, धेरै भएको छैन। यो 1 हप्ता 2 हप्ता जति भयो। एकदमै पिरो मिठो हुन्छ, एकदम मिठो बास्ना आउँछ। यो चाहिँ मैले 3टा मात्रै देखाएँ, मैले धेरै नै लिएर आएको थियो। सुकेको पनि लिएर आएको थियो, काँचो पनि लिएर आएको थियो। र यसको जस्तो टेस्ट यसमा छ कि छैन, म आज खाएर तपाईँहरूलाई भन्छु, हेर्नु होला है त। अनि यो कस्तो हुन्छ, मलाई यो नागा चिल्ली भएकोबाट एकदम एक्साइटेड भएको कि यो खानु कस्तो रहेछ यसको फ्लेभर चाहिँ भनेर। म सितिमिति जङ्क फुड खाने मान्छे चाहिँ होइन है, तर पनि मैले ट्राई गर्छु भनेर चाहिँ लिएर आएको। ल तपाईँहरूलाई मैले यो खाएर देखाउँछु, अनि भन्छु है त के रहेछ भनेर है त। अनि यसलाई मैले प्लेटमा हालेँ है। एक्स्ट्रा हट चाहिँ भनेछ होइन। अनि यो अरू चिप्सभन्दा डिफ्रेन्ट पनि छ, अलिकति डिफ्रेन्ट। अब यो हालेछ कि यो किङ चिल्ली हालेछ कि हालेछैन त्यो म एक्ज्याक्टली भन्नु चाहिँ सकिनँ, तर पनि जस यो एक्स्ट्रा हट चाहिँ छ है, एक्स्ट्रा चिल्ली चाहिँ छ, एक्स्ट्रा फ्लेभर चाहिँ छ। यो अरू चिप्स हेरिकन चाहिँ अलिक डिफ्रेन्ट छ, सायद हाल्यो पनि होला, सायद त्यो भएको कारणले चाहिँ एक्स्ट्रा हट भएको यो चाहिँ है। मिठो छ, तपाईँहरू पनि ट्राई गर्नु होला। अनि त्यसपछि नागा किङ चिल्ली कस्तो हुन्छ ट्राई गर्नु, मिठो हुन्छ। यो चाहिँ एकदमै मिठो हुन्छ, यो चाहिँ काँचोमा हो होइन, एकदम मिठो हुन्छ। मैले चाहिँ यो चिप्स चाहिँ साह्रै ट्राई गर्नु मन लागेर चाहिँ लिएर आएको है। यो नयाँ हो नेपालमा, ट्राई गर्नु होला। एक्स्ट्रा हट भनेको छ यो। अनि यसमा यसलाई मणिपुरी भाषामा चाहिँ उम्रोक भन्छ क्या, यसलाई चाहिँ उम्रोक भन्छ। अनि किङ चिल्ली पनि भन्छ, अनि त्यसपछि नागा चिल्ली पनि भन्छ। यो एकदमै इन्डियामा एकदम फेमस छ होइन, मिठो छ। तपाईँहरू पनि ट्राई गर्नु होला एकचोटि। सायद यो अलिअलि भए पनि मिक्स गर्यो होला, त्यो भएको कारणले चाहिँ यो एक्स्ट्रा हट छ, मिठो छ। यसको रिभ्यू मलाई मिठै लाग्यो, मलाई ट्राई गर्नु मन लाग्थ्यो। तपाईँहरू पनि ट्राई गर्नु होला, मिठो लाग्यो। न्यू फ्लेभर होइन, नेपालमा इन्डियाको खुर्सानी ल्याएर अथवा इन्डियाको खुर्सानी ल्याएर हालेर यसरी बनाएको भनेको धेरै राम्रो कुरा हो। तपाईँहरू पनि ट्राई गर्नुहोस्। अनि मिठो लाग्यो मलाई चाहिँ, तपाईँहरूलाई पनि सायद मिठो लाग्छ होला। पिरो खानेहरू चाहिँ, म चाहिँ साह्रै पिरो खान्छु, त्यो चाहिँ मलाई चाहिँ मनपर्छ। अनि यो चाहिँ काँचोमा, यो पनि साह्रै मिठो हुन्छ है त। तपाईँहरूले ट्राई गर्नुभएको छैन भने सायद ट्राई गर्नु होला। नेपालमा चाहिँ पाउँदैन, यो उतैबाट लिएर आउनुपर्छ, साह्रै मिठो छ। ल धन्यवाद। अनि मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि है त। तपाईँहरू पनि ट्राई गर्नु, साह्रै मिठो छ है। ल।